नमस्ते सबलाई। म आज एगको फेसमा लगाएर एग र यसको फेसमा लगाएर देखाउँछु भनेको थिएँ है। सो आज म देखाउँदैछु। यो एग यक चाहिँ होइन है, यो चाहिँ होइन, एग वाइट मैले अघि नै यो एग फुटाएर लिइसकेको छु है। त्यसलाई चाहिँ अब पुरा फिट्नुपर्छ यसरी। यसरी पुरा फिटेर चाहिँ अहिले भएन, यसले मजाले यसरी मजाले फिट्नुहोस् है। मजाले फिटेर यो एगको उयो चाहिँ यसलाई चाहिँ पुरा बनाउनुपर्छ। गुजुजुरो आउँछ नि फिज, त्यस्तो टाइपको यसरी। Saya kurang cukup kita konsol यसरी। यस्तो बनाउनुपर्छ फिटेर चाहिँ, अझै भएको छैन। मेरो अनुहार ड्राई भइरहेछ। आज मैले यो भिडियो बनाउनुलाई के पनि लाग्छ नि त त्यसमा। हेर्न सक्नुहुन्छ, यसरी बनाउनुपर्छ। यस्तो प्रकारले देखाएर चाहिँ देख्नुहुन्छ होला है। यो चाहिँ एउटा अन्डाको अब चाहिँ भइसकेको छ। सो अब अलिकति फेसलाई भिजाउँ। क्रिम नलगाएकोले गर्दाखेरि ड्राई हुन्छ नि त फेस। अब चाहिँ स्टार्ट गर्नुपर्छ। यो चाहिँ के गर्नुपर्छ भनेदेखि तपाईँले अल्छी नगरिकन स्किप नगरिकन हेर्नुहोस् है भिडियो। यो चाहिँ हामीले 2-3 पल्ट गर्नुपर्ने हुन्छ यसरी। यसरी मजाले लगायो। यसले चाहिँ मजाले तपाईँहरूको यो ब्ल्याक हेड्सहरू हुन्छ नि त्यो सबै जान्छ। यो लगायो, त्यहाँदेखिको के गर्नुपर्छ भने तपाईँले अब यसलाई युज गर्नुपर्छ। यो यसरी अघि रेडी गर्नुपर्ने है, मैले गर्नु पाइनँ। यसलाई यसरी युज गर्नुहोस् यसरी। चुट्टियो के पनि हुँदैन, चुट्टेर त्यहाँदेखि फ्याँक्लिनुहोस्। मजाले लाउनुहोस् है, भरे उकाउनु साह्रो पर्छ। डबलै हुँदा पनि केही हुँदैन है। यसरी
सुकिसकेछ। यहाँ लगाइदिनुहोस्। केस बान्नु पर्यो। केसलाई चाहिँ अलिक अप्ठ्यारो हुँदो रहेछ। हेर्न सक्नुहुन्छ। यो केसमा चाहिँ भेटालिन दिनु हुँदैन, उकाउनु साह्रो पर्छ नि त। यतिको राख्नुहोस्। यो भयो तपाईको एक कोट। अब फेरि यसलाई अप्लाई गर्नुपर्छ। एकछिन पर्खिनुहोस् ल, पुरा यो हातले अप्ठ्यारो हुँदो रहेछ हौ। एकछिन वेट गर्दै गर्नुहोस् है। म ब्रसलाई अप्लाई गर्छु। त्यहाँदेखिको तपाईले फेरि यसलाई अप्लाई गर्नुहोस् यसरी। तपाईले यसको लिडमा पनि लाउँदा हुन्छ। अब फेरि यसको माथि फेरि तपाईले यो टिस्यु पेपर फेरि लाउनु पर्ने हुन्छ। यसरी काटिराख्नु पर्यो। मलाई पुरा अप्ठ्यारो भयो। अलि बेला त अब म भिडियो बनाउँदिनँ नि त होइन, जसरी गर्दा लाउँदा पनि हुन्छ। सो आज त तपाईँहरूलाई देखाउनु पर्ने गर्दाखेरि चाहिँ यसरी गर्दैछु। मैले लगाइसकेको छु है। अब फेरि सेकेन्ड यो लगाउनुपर्छ। फेरि यहाँदेखिको सुरु गर्नुहोस् यसरी। यसरी लगाउनुहोस्। यसरी अप्लाई गर्नुहोस्। यसरी फेरि यसको माथि यसरी अप्लाई गर्नुहोस्। यो एक
यसो गरेर चाहिँ तपाईँहरूले यसलाई कक्रक्क हुन्जेलसम्म चाहिँ तपाईँहरूले राख्नुपर्छ यसलाई। टाइम चाहिँ निकै लाग्छ, अब यसलाई सुक्नु दिनु पर्यो। यसरी अलिक पुगेन है, अलिकति यहाँ रहेछ, यसलाई पनि लगाइदिउँ। यो वाइट यल्लो हुन्छ नि जुन चाहिँ अन्डाको भाग, त्यो चाहिँ हाम्रो लाउनु हुँदैन है, पुरा फिट्नुपर्छ यसलाई। यो लाउँदाखेरि चाहिँ तपाईँहरूको यो लगाएर तपाईँहरूले एकताल हेर्नुहोस् कि त्यहाँदेखि मलाई कमेन्ट गर्नुहोस् है। यति मजाको दामी यति तपाईँको रिजल्ट आउँछ, तपाईँहरूको अनुहार टल्किन्छ है। ब्ल्याक हेड्सहरू हुन्छ नि यस्तो, हाम्रो ब्ल्याक हेड्स वाइट्सहरू सबै पक पक यो टिस्युमा है, यो छ नि यो टिस्यु पेपर सबै आउँछ, कालो कालो दागहरू आउँछ। तर तपाईँहरू चाहिँ लगाएर चाहिँ हेर्नुहोस् है। तपाईँहरूले यो आँखाको लिडमा पनि लगाएर राख्दा हुन्छ है। म चाहिँ लगाइनँ किनभनेदेखि सबै बन्द भएपछि तपाईँहरूलाई म कसरी देखाउनु होइन, भिडियो देखाउनु हुन्छ नि त, म देखाउनु पर्छ नि त, म त लाउनु सकिनँ। सो तपाईँहरू चाहिँ लाउनुहोस्, म चाहिँ अब लास्टमा भिडियो अफ गरेपछि चाहिँ लाउँछु। त्यहाँदेखि यहाँ लाउनुहोस् लिप्समा, यस्तोभन्दा पनि बेसी आउँछ होइन ब्ल्याक हेड्सहरू, त्यति लागिनुहोस्। यसरी लाउनुहोस्। यो नोजको एरियामा झन् मजाले लगाइदिनुहोस् यसरी, पुरा पिम्पल्सहरू हुन्छ यहाँनिर। हेर्न सक्नुहुन्छ यस्तो भएको छ है, जहाँ चाहिँ पुगेको छैन यसो गरेर।
यसरी चाहिँ अब यो चाहिँ मेरो अफ भिडियोमा लगाउँछु है, अलिकति राखेको छु। तपाईँहरू यसरी लगाएर चाहिँ टाइम नहेर्दा पनि हुन्छ। जब यो कक्रक्क हुन्छ नि, त्यो कक्रक्क भइसकेपछि चाहिँ त्यहाँदेखि तपाईँहरूले यसलाई बिस्तारै निकाल्नुहोस्, त्यहाँदेखि वास गर्नुहोस्। त्यहाँदेखि तपाईँहरूको लगाए तपाईँहरूले युज गरेर चाहिँ तपाईँहरूको स्किन कस्तो हुन्छ मलाई कमेन्ट्स गर्नुहोस् हस्।